यो प्लेन चलाउने काम चाहिँ सजिलो है क्या हो गजब छ त आकाशमाथि चरा चरामाथि बादल बादलमाथि अच्छा खासा छ त तर क्या कहिलेकाहीँ त्यो प्लेनै हरायो भन्छन् हुँदैन यो भन्दा त बरु त्यो ट्र्याक्टर चलाउनु ठिक छ ट्र्याक्टर भए छिटो दौडिँदैन हराउँदैन केही गर्न सुख छैन म हो यसो जग्गा ल्याउ कि भनेर नि जग्गा हेर्ने मान्छे तलतिर हेरौ नि के मतिर मुन्टो यसो गरे अब तिम्रै आँगनको मुनतिर पट्टी छ बा तिमीले आफै राख्छौ कि भनेर नि मसित अब त्यत्तिकै अब यसो खल्ती देखाएर हुँदैन पैसा छैन कहाँको एउटा सल्लाह छैन त के सल्लाह फेरि नचाहिने बाटोमा अस्तिसम्म तपाईँले लन्डनबाट छोराले पैसा पठाउनु छोडेर साह्रै बेखर्ची भई भन्नुभएको थियो आज 81 यो जग्गा किन्ने पैसा कहाँ आएछ 81 होस् कि 82 होस् तँलाई के खानु चाहियो अब भन्नु न त्यहाँ काम लाग्न सक्छ नि त भन्नै मिल्दैन साह्रै टेक्टिस लगाएर यो पैसा ल्याएको भन्न मिल्दैन तेरि नमिले नि भन्नु न अलिकति आदि भन्नु नि त खास कुरो के भनेदेखि अस्ति म भिरबाट लडेको थिएँ नि भिरबाट लडेर घाइते भएपछि मलाई अस्पताल लिएर गएको शहरमा अस्पताल जाँदाखेरि त्यहाँनिर पार्टीको 2-4 जना मान्छेलाई भेटेर टेन्टर ठ्याक्क मिलाएर लु यो चाहिँ हाम्रो आन्दोलनमा घाइते भएको यसलाई चाहिँ पैसा दिनुपर्छ भनेर 6 लाख रुपियाँ पैसा बजेट यता पारेर फर्ममा लिएर भन्न मिल्दैन एउटा कुरा म जान दिन्न के खानु जानु दिन्न भनेर बाटो छेकी बस्छु के खानु छेकी त्यो आन्दोलनको घाइते हो भनेर पैसा कसरी लिने त्यो ट्याक्टिस त बचाउनु पर्यो नि त बिस्तारै भन्नु मिल्दैन कन्ता गाह्रो छ नचाहिने गाह्रो भयो नि भन्नु न कसरी मिल्दैन भन्छु झन् कसरी त्यो भन्नु त्यो भन्नु न कस्तो नचाहिने कुरा गर्छु त्यतिकै मिल्ने कुरा हो पार्टीको मान्छेसँग मिलाउनु पर्छ माथि कन्ट्याक्ट गर्नु पर्छ कस्तो नचाहिने कुरा गरिपर्छ तेरिका जति गाह्रो भए पनि मिलाउनु पर्यो क्या म घाइते बन्छु बरु होइन 6 लाख रुपियाँ चाहिँ लिनु पर्यो चिन्ता नगर न 1 लाख तपाईँलाई नि दिउँला अब सबभन्दा पहिला चाहिँ घाइते भएर 6 लाख रुपियाँ लिइहाल्ने 1 लाख तपाईँलाई 5 लाख मलाई त्यस पछाडि भनेको बट्टाबाट गाउँभरिका मान्छेलाई घाइते बनाउने 6 लाख ल्याउने 1 लाख तपाईँलाई अरू हामी बाँडेर ट्याक्कै त्यसै यही गर्ने हौ लाखे यो घुरेन गाडीमा मैले के खानु बोलाएको भने नि भत्तेर खानु होइन नि फेरि बात मान्ने क्याच नगर्न तेरै कुरा हो उप क्याच गरिब खास कुरो के भयो भने नानीहरू यो झुसेले मलाई अप्ठ्यारोमा पार्ला जस्तो छ घरि पनि भन्छ भिरबाट हाम पाल्छु घरि पनि भन्छ भिरबाट ठेलदेऊ मलाई घाइते बनाइदेऊ लु मैले पैसा कमाउनु पर्यो त्यो 6 लाख त मैले जसरी भए पनि कमाउनु पर्यो ट्याक्स लाउनु पर्यो भन्छ घरि अप्ठ्यारोमा पार्न आँटिसक्यो यसले त खालि भिरबाट हाम पाल्छु मात्रै भन्छ लु अब के गर्ने हो त्यो सम्बन्धी एकदमै विशेष छलफल गर्नु पर्यो लु त अब भिरबाट लड्ने भिनाजुलाई राम भन्न त सकिन्छ काँदै गरेर त थाप्न सकिँदैन नि उखान टुक्का त अलिकति मिलाएर भन्नु हो भिरबाट लड्ने गोरु हो के भनेर चाहिँ भिनाजु भने अब यसको भिनाजु भन्नु र गोरु भन्नु उस्तो त हो नि अब यता भनेको यता परेछ उ बेला यसको दिदी बिहे नगरे पर्दैन थियो होइन काका तपाईलाई भिरबाट यस्तो लड्नको लागि त कुबुद्धि कहाँबाट आयो मेरो फलाङ्गी कुरा छ हेर मेरो त्यो लापन छापन केही छैन हेर है के भन्दाखेरि त्यो घाइते भएपछि आन्दोलनमा घाइते भएको भनेर 6 लाख दाम दिँदो रहेछ अब त्यो त गरिब मान्छे आश एउटा हुन्छ नि त बरा हुँदैन हो त्यो भएर चाहिँ नि मैले जसरी हुन्छ घाइते बनाइदेऊ भने भिरा जान्छु भने छैन मैले अब तपाईँहरू सबैजना जम्मा भएको बेला एउटा मेरो नयाँ प्रस्ताव पनि छ त्यो के भन्दाखेरि अब यो भूकम्प पीडित पहिरो पीडित बाढी पीडित यी सबैले भन्दा पहिला चाहिँ त्यो आन्दोलनमा घाइते हुने चाहिँ पहिला पाउँदो रहेछ त्यो भएर चाहिँ मलाई तपाईँहरूले जसरी हुन्छ चिमटेर निमटेर चड्कन सड्कन हानेर यता लछार पछार गरेर अलिअलि घाइते बनाइदिनु पर्यो त्यो 6 लाख रुपियाँ दाम चाहिँ ल्याउनु पर्यो नहुँदैछ यसरी हुँदैन अझै पनि विचार गर्ने फेरि 6 लाखको कुरो छ त्यही त 6 लाखको कुरो भएर घाउलाई आएछ छैन
दुख्नु चाहिँ दुखिसक्यो तर घाउ लाग्दैन भने अब घाइते त घाउ भएपछि हुने हो नि त अनुहारमा हान्नु पर्छ अब लु लु एकचोटि हानौँ त्यसलाई एकचोटि मिलाएर सबैजनाले हान्नुहोस् त्यसलाई एकचोटि सहन्छ तैँले चाहिँ नहान्न कुन बेला हान्छ थाहै हुँदैन नि झुक्क्याएर हान्दो रहेछ यसरी हान्ने हो नि त पानी पटा नहान्न हुलिक्क पानी आयो मुखा यसरी हुँदैन यो सकिँदैन यसरी जानी घाइते बन्न यो सकिँदो रहन्छ अब घाउ लागेको छैन त छैन कहाँ हुनु कहाँबाट हुनु नि यसरी सकिँदैन अब तपाईँहरूले म एउटा के गरिदिनु पर्यो भने टाइटिस लाएर झुक्क्याएर चाहिँ नि मलाई घाइते बनाइदिनु पर्यो अब मलाई चाहिँ थाहा नहोस् होइन एकैचोटि दुर्घटना भएर म चाहिँ घाइते भइसक्यो होस् क्या त्यस्तो भयो भने त अब घाइते भइसक्यो के होइन कसरी त अब जस्तो वनभोज जाने वनभोज लाने रमाइलो गर्ने नाच्ने गाउने हे गर्ने बसको हुडा बसेर आइरहेको बेला त्यस्तै बेला पारेर तपाईँहरूले लाचाले फुट्ट तल खसाल्थ्यो घाइते भइसक्यो यसरी त हुँदैन लाखे कसरी चाहिँ गर्ने होला अब ठेक्कोसँगले मिलाएर त्यो झुसेलाई फकाएर यहाँ लिएर आउने कुरो बुझेन त्यो झुसेलाई यहाँ फकाएर लिएर आएपछि यो माथि हाल त अड्काउने अर्को यो लु अर्को यो लु त त्यहाँनिर ठ्याक्क अनि झुसेलाई ठेक्कोसँग त्यहाँ समातेर ल्याएर फकाएर यहाँ लिएर आउने यहाँ लिएर आएपछि झुसे यहाँ बस्छ यसो गरेर ठ्याक्क बसेपछि एउटाले कुचो निकालेको जस्तो गर्ने बुझेन त्यो कुचो निकालेको जस्तो गर्दा अर्को चाहिँ झरेर टाउकोमा गन्द्र्याङ बजारिन्छ त्यसपछि त घाइते कम्ता जरुरी काम छ त अनि झुसे खोजे कति खोजिसके बल्ल बल्ल भेट भयो त्यहाँ हिँड त भेरी गुड एकदमै विशेष काम छ कि तँसँग यो गोपाल बाबुको घर होइन ओहो कहाँ गयो यहाँ बस्नु यहाँनिर बस्नु है मकै नि छ हाम्रो छ कि तपाईँहरू माथि बस्नु म तल बस्छु होइन कस्तो नचाहिने कुरा गर्छ मलाई यो ढाडको समस्या चाहिँ तातो लाग्छ नि त यहाँ घाम छैन त्यहाँ तातो लाग्छ क्या यता कस्तो गोरो मान्छे कालो भयो भने घाममा कस्तो राम्रो देखेको है यहाँ बसेको भेरी गुड पानी खाएर आउँछ गर्ने के गरेको हेरेर गर्नु पर्दैन मान्छेले लागेन कस्तो मान्छे छ अनि लाग्यो त डल्ले ठोले फेरि सम्झाइदियो लाग्यो नि लाग्नु त टाउको चाहिँ मेरो परेर पो त अनि त चाहिँ कहाँ उछिट्यो नि उछिटे गए म यहाँ आउँथे आफ्नै भिनाजुलाई डल्ले ठोले हानेर घाइते बनाउनलाई म जाउँला मेरो मनमा हरि छैन दया छैन माया छैन नचाहिने हारी दया मायाको कुरा छोड्दै नि फेरि 5 लाख रुपियाँ दाम पैसा आयो भने सबभन्दा पहिला 2.5 लाख उसैको भागमा पर्छ हारी माया कस्तो खालको कुरा गरेको ए म चाहिँ गएँ यस्तो ताइले तुयो काममा न 1 पैसा आउँछ के भन्नु त जान्छु भनेको त जान्छु भनेर जानु पाउँछस् साह्रो बोल्दा पनि एक दिदी नै हालिने भइसकेर माथिबाट त्यत्रो ठुलो डल्ले टोका सालेर तैँले जान्छु भनेर जानु पाउँछस् बिचमा छोडेर नचाहिने तैँले अघि मिलाएर झारेको यहाँ कुरै यस्तो हुँदैन थियो यो देश त्यसै बिग्रे होइन क्या अब यो उसले त्यसो गर्यो भने त्यसले त्यसो गर्यो भने यो कसैको भिजनै छैन के गर्ने के भन्न अनि पो कुरा हुन्छ गर्ने के भिजन त छ नि यहाँ एउटा आइडिया छ यसो गरौँ यो 2टा लाठे केटाहरूलाई लाप्पा खेलाइयो अनि लाप्पा खेलाएर झुसेलाई झुसे यहाँ आइज लाप्पा खेल्यो तेरो सालो र त्यहाँ केटो लाप्पा खेल्यो भनेर बोलाउने तिनीहरूलाई यिनीहरू 2 जनाको लाप्पा पर्दै गर्छ त्यसलाई ठेलेर लु छुट्याउनु जा भनेर तपाईँ र म पछाडि बस्ने हामी अगाडि नजाने अनि यो 2टाले लाप्पा खेलेको जस्तो गरेर छुट्याउनु आएको झुसेको अनुहारमा चामलको बोरा सम्झेर कान्दिन्छन् हालफुल्ला आउने गरी त्यसपछि त अनि हालफुल्ला पनि आयो छालाक पनि आयो हाँसी बस तिम्रो हाँस्ने होइन ध्यान दिएर कुरा सुन कस्तो खालको कुरा सुन्नु छैन बुझ्नु छैन यहाँ सुन अब तिम्रो 2 जना यहाँ बसेर लाप्पा खेलेको जस्तो गर्ने हामी 2टा तिम्रो 2 जना हल्ला गर्दै बुझिस् नाटक साँच्चैको होइन नि फेरि अनि हामी झुसेलाई बोलाएर लिएर आउँछौँ छुट्याउनु भनेर झुसे बिचमा स्वात